मलाई सधैँ मेरो सासू र ससुराको लामो कार्यक्रम हेर्ने ठूलो शौक थियो। जब पनि म राति बिउजिरहन्थे उनीहरूको कोठाबाट एउटै आवाज सुनिन्थ्यो, एकछिन मात्र, बस एकछिन धैर्य गर। तर सासू भन्नुहुन्थ्यो, अब मबाट हुन सक्दैन, मलाई साह्रै दुख्यो, छोडनु। जब मैले यो आवाज सुन्थे मेरो मनभित्र हलचल हुन थाल्थ्यो र म सोच्न थाल्थे, ससुराले यस्तो के गर्दैछन् जसले गर्दा सासू यसरी पीडाले तडपिने गर्नुहुन्छ। साथीहरू, एक रात म सत्य थाहा पाउन चुपचाप उनीहरूको कोठातिर हेर्न गएँ। तर त्यो रात त्यहाँको दृश्य देखेर मेरो होस उडी गयो, किनभने ससुरा। साथीहरू, कथाको पूरा मजा लिनका लागि भिडियो अन्त्यसम्म हेर्नुहोला र मेरो साथमा रहनुहोला। मेरो नाम रुबिना मगर हो र म शहरको एउटा सानो गाउँमा बस्छु। म एक गरिब परिवारबाट हुँ र यो दुनियाँमा मेरी आमा बाहेक मेरो कोही छैन। जब मेरी आमाले मेरो विवाह गरिन् त्यो मात्र यस शर्तमा कि उनी आफ्नी छोरीसँगै छोरीको ससुरालीमै बस्छिन्। जुन घरमा मेरो विवाह भयो त्यहाँ 3 जना थिए, मेरो सासू, ससुरा र उनीहरूको छोरा सुनिल। मेरो विवाहको केही समयपछि मेरो श्रीमानको एक दुर्घटनामा निधन भयो, जुन मेरो लागि ठूलो दुःखको दिन थियो। त्यसपछि म र मेरी आमा ससुरालीमै बस्न थाल्यौं, किनभने हाम्रो अघिल्लो घर बेचिसकेको थियौं। मेरी आमासँग अरू कुनै सहारा पनि थिएन। मेरो श्रीमानको निधनपछि ससुरालीको वातावरण एकदमै बदलियो। मेरो ससुराको वैवाहिक जीवन निकै अजीब थियो। मेरो श्रीमान बित्नु 1 महिना अघि मात्रै मेरा ससुराले तेस्रो विवाह गरेका थिए। जब म विधवा भएर ससुराली फर्किएँ तब मैले देखेँ कि मेरी नयाँ सासू हरेक बिहान कतै न कतै बसेर रोइरहेकी हुन्थिन्। उनको अवस्था निकै अजीब लाग्थ्यो। कहिलेकाहीँ मैले उनलाई नराम्रोसँग खुट्टा फैलाएर हिँडिरहेको देख्थेँ त कहिले पेटमा हात राखेर बेसरी रुँदै गरेको देख्थे। तर जब मैले उनलाई सोध्थेँ उनी सधैँ मौन रहन्थिन् र लज्जाले आफ्नो अनुहार फर्काइहाल्थिन्। उनको यस्तो व्यवहारले मलाई पनि असहज महसुस हुन्थ्यो र म धेरै प्रश्न सोध्न सक्दिनथे। तर एक दिन जब मैले उनलाई बिहानको नास्ता बनाउने क्रममा भान्सामा रुँदै गरेको देखेँ तब म सहन सकिन र सोधिहालेँ, सासू आमा, आखिर के भएको हो? मेरो कुरा सुनेर उनी भन्न लागिन्, तिमी पनि त विवाहित छौ, तिमी पनि त यस पीडाबाट गुज्रिसकेकी छौ, तिमीलाई पनि थाहा होला म माथि हरेक रात के बित्छ। जब श्रीमान यस उमेरमा पनि 10 जना पुरुष बराबरको शक्ति राख्छन् भने श्रीमतीहरूको अवस्था यस्तै हुन्छ। सासूको कुरा सुनेर म धेरै लज्जित भएकी थिएँ, तर मेरो त यस्तो कुनै अनुभव थिएन। यद्यपि मैले आफ्ना श्रीमानसँग सुरुवाती दिनहरूमा केही कठिन समय बिताएकी थिएँ, जसका कारण मलाई यस्ता पीडाको अलिकति अनुमान थियो। तर म अचम्मित थिएँ कि मेरो 55 वर्षको ससुराले यस्तो के गर्थे जसले गर्दा सासू यति धेरै पीडामा थिइन्। यस उमेरमा त मानिसको हड्डीमा यति शक्ति हुँदैन, ससुरा पनि त कमजोर अवस्थामा थिए। त्यस दिनपछि मैले सासूसँग कुनै प्रश्न गरिन। 10 दिनसम्म म चुपचाप बसेर उनीहरूको अवस्था नियालिरहे र मनमा नै आफ्ना ससुराको शक्तिमाथि आश्चर्यचकित भइरहे। मेरो विवाह भएको धेरै समय भएको थिएन र मेरो श्रीमान हप्तामा 2 पटक मात्र मेरो नजिक आउँथे, तर त्यसपछि ऊ धेरै थकित महसुस गर्थ्यो। जबकि मेरो श्रीमान मात्र 18 वर्षको जवान केटो थियो। ससुरा भने हरेक दिन सासूमाथि हावी भइरहन्थे। हरेक बिहान सासू भिजेका कपडा र रातो अनुहार लिएर कोठाबाट निस्किन्थिन् र मुस्किलले घरको कामकाज सम्हाल्थिन्। म र मेरी आमा हरेक दिन सासूलाई कष्टमा देख्थ्यौं, तर हामी केही गर्न सक्दैनथ्यौं। कहिलेकाहीँ त मलाई लाग्थ्यो कि सासू झुट बोल्छिन्, ससुराले यति उमेरमा हरेक दिन यस्तो गर्न सक्छन् भन्ने कुरा पत्याउन गाह्रो हुन्थ्यो। त्यसपछि एक रात जब मलाई निन्द्रा परिरहेको थिएन, म आफ्नो कोठाबाट बाहिर निस्किएँ। कुनै सोच विचार बिना म सिधै ससुराको कोठातिर हेर्न गएँ। जस्तै मैले ढोकामा कान लगाएँ, भित्रबाट आउने आवाज सुनेर म लाजले पानी पानी भएँ। सासू आमा रिसले ससुराबालाई भन्दै थिइन्, तिमीले मेरो बाँच्न नै गाह्रो बनाइदियौ, केही त लाज गर। मलाई लाग्थ्यो यो केही दिनकै कुरा हो, तर तिम्रो जिद्दी त सकिनै मान्दैन। अब मलाई धेरै भयो, म अब सहन सक्दिन, मलाई छोड्देऊ। जबकि ससुराबाले भन्दै थिए, अहिलेसम्म के नयाँ भयो र तिमी यति ठुलो कुरा गरिरहेकी छौ। मैले चुपचाप सुने। केही बेरको शान्तिपछि सासू आमाको पीडा भरिएको सिस्कीहरू सुनियो र मैले सबै कुरा बुझेँ। लाजका कारण म फर्केर आएँ। त्यस क्षणदेखि मैले सासू आमा भनेर आँखा चिम्लिन थालेँ, किनभने यो श्रीमान श्रीमतीको निजी कुरा थियो। तर एक दिन बिहानै मेरी सासू आमा रुँदै आफ्नो कोठाबाट निस्किन्। उनको साथमा एउटा झोला थियो। उनले मेरी आमालाई एक नजर हेरिन् र भनिन्, अब म यस मानिससँग बस्न सक्दिन, यसले मेरो जिउ नै रहरै मारिसकेको छ, म अब यहाँबाट जाँदैछु। मेरी आमाले उनलाई रोक्न धेरै प्रयास गरिन्, तर उनी मानिनन्। मैले पनि सम्झाउन खोजेँ, तर उनले निर्णय गरिसकेकी थिइन्। उनी आफ्नो झोला बोकेर ससुरालाई छोडेर गइन्। मैले एक नजर आफ्नो आमालाई हेरेँ, जो आफ्नो टाउको समाएर बसेकी थिइन्। जब म पानीको ग्लास लिएर आमा कहाँ पुगेँ, तब आमाले भन्न थालिन्, तिम्रो ससुरा कुनै महिलालाई टिक्न नै दिँदैन। 55 वर्षको उमेरमा पनि नजाने के गर्छन् कि श्रीमतीहरू छोडेर जान्छन्। अब यो पनि गई छ, फेरि अर्को विवाहको कुरा निकाल्नेछन्। आमाको कुरा सुनेर मलाई हाँसो उठ्यो, किनभने ससुराले श्रीमती बिनाको दिन कहिल्यै बिताएका थिएनन्। कुनै पनि श्रीमती ससुरासँग धेरै दिन टिक्न सक्दिनथिन्। जबकि मेरी सासू साह्रै राम्री थिइन्, घरको सबै काममा निपुण थिइन् र ससुराको पनि धेरै ख्याल राख्थिन्। तर बन्द ढोकाभित्र के हुन्थ्यो त्यो कसैलाई थाहा थिएन। 55 वर्षको उमेरमा पनि नजानी कहाँबाट यति शक्ति आउँथ्यो कि उनी आफ्नी श्रीमतीलाई सधैँ दुःख दिइरहन्थे। साथीहरू, यो केटीलाई पनि आमाले निकै मेहनत गरेर खोजेकी थिइन्।
अलि गरिब थिए, त्यसैले उसका परिवारले उसलाई 55 वर्षीय मेरो ससुरासँग विवाह गरिदिएका थिए। जब मेरो विवाह भयो, मेरी पहिलो सासू जीवित थिइन् अनि सबै कुरा ठिकठाक थियो। तर जब सासूको निधन भयो, तबदेखि ससुराका विवाहहरूको सिलसिला सुरु भयो। नजाने मेरी पहिलो सासूले ससुरालाई कसरी झेल्न सकिन्। तर नयाँ सासूहरू भने किन हो, केही दिनमै कुस्तीको अखाडा छोडेर भाग्थे। जब मेरो विवाह भएर म यहाँ आएँ, तब मैले आफ्नै आँखाले हरेक बिहान जवान सासूको के हाल हुने गर्छ भन्ने देखेँ। मैले आमालाई सान्त्वना दिएर भने, तपाईँ चिन्ता नगर्नुहोस्, सबै ठिक भइहाल्छ। तर यो कुरा न त म आफैलाई विश्वास थियो, न त आमालाई, किनभने हामी दुवैले थाहा पाएका थियौँ कि यति छिट्टै केही पनि ठिक हुन सक्दैन र वास्तवमै त्यही भयो। 2 दिन पनि बित्न नपाउँदै ससुराले घरमा ठुलो हल्ला मच्चाए। सीमा गई त के भयो, मेरो लागि अर्को नयाँ बिहुली ल्याइदियो, म एक्लै बस्न सक्दिनँ। यो सुनेर मेरो आमाले आफ्नो टाउको समाइन् र ससुरालाई भनिन्, जबसम्म तिम्रो व्यवहार सुधारिँदैन म तिम्रो विवाह गराइदिन सक्दिनँ। त्यसै पनि सीमा अझै पनि तिम्रो श्रीमती हो, उसैलाई मनाएर फिर्ता ल्याउनु। तर ससुरा त्यहाँ हात जोड्दै भन्न थाले, म त धेरै नखरालु थिएँ, हात लाउन साथ उसले नखरा देखाउँथे, मलाई अब त्यसको मतलब छैन। अब चाहिँ मलाई कुनै मध्यम उमेरकी तन्दुरुस्त महिला चाहिन्छ जसले मेरो साथ दिन सकोस्। सीमा त धेरै नखरालु थिए, सधैँ नखरा देखाउँथे। ससुराको यो माग सुनेर मेरो मुख खुल्ला नै रह्यो। मम्मी चुपचाप कोठामा जानुभयो र म लाजले आफ्नो टाउको झुकाएँ। ससुरा भने 18-19 वर्षका केटा जस्तै फरमाइस सुनाइरहेका थिए, जबकि उनी आफै 55 वर्षका भइसकेका थिए र उनका कपाल समेत पुरै सेता भइसकेका थिए। मम्मीले ससुराको कुराहरूलाई व्यवस्था गरिदिएकी थिइन्, तर ससुराको जिद भने उस्तै थियो। न त उनी खाना खान्थे, न कसैसँग कुरा गर्थे, उनी त केवल विवाह गर्न चाहन्थे। ससुराले आफूलाई कोठासम्म सीमित गरिसकेका थिए। मम्मी रिसाउँदै मुख बिगार्दै भनिन्, यति बुढेसकालमा पनि उनको एक्लोपन सकिँदैन? कति मानिसहरू श्रीमती मरेपछि त एक्लै बस्छन्, तर यसलाई त केवल श्रीमती चाहिएको छ, त्यो पनि आफ्नै रजाइको। यस उमेरमा कसले योसँग विवाह गर्छ? म कहाँ गएर यसको लागि श्रीमती खोजौँ? अब त गरिब घरका केटीहरूले पनि यसको नाम सुनेरै टाढा भाग्छन्। यसको कुख्याति टाढा टाढासम्मै फैलिसकेको छ, यो आफ्ना श्रीमतीहरूलाई कसरी प्रयोग गर्छ भनेर। मम्मीको कुरा सुनेर म सोचमग्न भएँ। मैले मम्मीलाई भने, मेरी एक साथी रबिना छ, ऊ श्रीमानसँग विच्छेद गरेर घरमै बसिरहेकी छ। यदि तपाईँ चाहनुहुन्छ भने म विवाहको कुरा अगाडि बढाउँछु। उसले मध्यम उमेर पार गरिसकेकी छे, तर स्वस्थ छे। मम्मीले एक नजर मेरैतिर हेरिन् र भनिन्, तिमीलाई ठिक लाग्छ भने कुरा गरेर हेर, तर मलाई विश्वास छ तिम्रो ससुरले यसलाई पनि 1 महिनाभन्दा बढी टिक्न दिने छैनन्। यो बुढीले यस्तो कुन शक्ति दिने भिटामिन खान्छ जसले सबै रेकर्ड तोड्दैछ। मम्मीको कुरा सुनेर मलाई हाँसो लाग्यो, तर आफ्नो हाँसो लुकाएँ र आफ्नो साथीको आमालाई फोन लगाएँ। मेरी साथी निकै तेज स्वभावकी थिइन्, यही कारणले गर्दा ऊ आफ्नो श्रीमानसँग विच्छेद भएकी थिइन्। कुनै पनि पुरुष उसँग टिक्न सक्दैन थियो। मेरो विचारमा यदि उसको विवाह ससुरासँग भएको भए त ससुरालाई घरिघरि विवाह गर्नुको आवश्यकता नै पर्दैन थियो। उनी जसरी पनि ससुरालाई काबुमा ल्याइहाल्थिन्। यही सोचेर मैले उनको आमासँग कुरा गरेँ। उनकी आमा पहिले नै आफ्नी छोरीसँग रिसाइरहेकी थिइन्, किनभने छोरीले आफ्नो घरमा पनि ठूले काण्ड मचाएकी थिइन्। त्यसैले उनी तुरुन्तै राजी भइन्। मेरी साथी र ससुरा बीच उमेरको निकै अन्तर भए पनि मेरो ससुरालको अवस्था पनि खासै राम्रो थिएन। अन्ततः केही दिनपछि मेरो सल्लाहमा धुमधामपूर्वक मेरी साथीको विवाह ससुरासँग भयो। ऊ विदाय भएर हाम्रो घर आइन्, तर केही दिनपछि उनले पनि उही कुरा दोहोर्याउन थालिन् जुन अघिल्लो सासूले भन्ने गर्थिन्। उनले पनि भनिन्, म तिम्रो ससुरासँग बस्न सक्दिन, म आफ्नो घर फर्कन चाहन्छु। म आश्चर्यमा परेर सोध्न थालेँ, तिमी ससुरासँग किन बस्न सक्दिनौ? उनी मेरो तर्फ हेर्दै भनिन्, यो बुढो त असाध्यै तन्दुरुस्त छ। मैले त सोचेकी थिएँ कि अब यसमा कुनै दम छैन, यो बुढो छिटै मरिहाल्छ अनि मेरो जीवन शान्तिपूर्वक बित्नेछ। तर यहाँ आएर त थाहा भयो कि यो त साह्रै गजबको छ। मैले आश्चर्यचकित भएर सोधेँ, किन त्यस्तो भनिरहेकी छौ? उनी बिस्तारै मेरो नजिक आइन् र फुसफुसाएर भनिन्, तिम्रो ससुराले कुनै विशेष जडीबुटी प्रयोग गर्छन्, त्यसैको कारण उनी यति तन्दुरुस्त छन्। यति भन्दै उनी फेरि आफ्नो कोठातिर गइन्, तर म सोचमग्न भएँ। मैले कुरा बुझ्न सकिनँ कि ससुराले कुनै विशेष खानेकुरा वा जडीबुटी प्रयोग गर्छन् जसका कारण उनी यति बलियो छन्। मैले आफ्नो टाउको समाएँ। यो त मैले कहिले पनि सोचेकै थिएन। पछि मैले आमासँग बिस्तारै यो कुरा गरेँ। आमा पनि आश्चर्यचकित भइन् र भनिन्, पत्ता लगाऊ त ससुराले के खान्छन्? कतै तिनका प्रयोगहरूले गर्दा नयाँ बेहुलीहरूको हालत खराब भएर भाग्ने त गर्दैनन्? मैले कान समाएर भने, आमा म त यी मामिलामा नपरेकै ठिक, पहिलेदेखि विधवा भएर यहाँ बसेको छु। तिमी र मेरो दुवैको खर्च ससुराले नै उठाउनुहुन्छ। अब म कसरी ससुराको मामिलामा हस्तक्षेप गर्न सक्छु? मेरो कुरा सुनेर आमा समस्यामा टाउको हल्लाउन थालिन्, किनभने हाम्रो सबै थोक ससुराको भरमै थियो। त्यसैले उनले ससुरालाई आफ्नो नियन्त्रणमा राख्नको लागि उनको विवाह गराउन सुरु गरिन्। तर कुनै पनि युवती टिक्न सकिनन्। जोसुकै आइन्, केही दिनपछि शान्त रूपमा घर छोडेर जान्थिन् अनि ससुरा फेरि विवाहको लागि जिद गर्न थाल्थे। अब बल्ल बुझ्न थालेकी थिए कि ती युवतीहरू किन ससुराली छोडेर जान्थे। मेरो एक साथी पनि मुस्किलले 1 महिना मात्र टिक्न सकिन् र एक दिन चुपचाप आफ्नो सामान बाँधेर ससुरासँग सम्बन्ध विच्छेद गरेर हिँडिन्। उनी गइसकेपछि ससुरा धेरै अफसोस मान्न थाले र रुँदै भनी, मेरो भाग्यमा श्रीमतीको सुख नै छैन,
तर म आफ्नो अन्तिम समय एक्लै बिताउन चाहन्न। ससुराको अवस्था धेरै खराब हुन थाल्यो। सासूको मृत्युपछि उनलाई ठूलो चोट लागेको थियो। उनी मेरी आमासँग भन्न थाले, अब म कहिल्यै विवाह गर्ने छैन। यो सुनेर आमालाई केही सान्त्वना मिल्यो, तर केही समयपछि ससुराले फेरि विवाहको कुरा उठाए। तर उनी एक्लै बस्न पनि सक्दैनथे। उनी रातभर घरभरि यताउता हिँड्थे र दिनभरि चिन्तित देखिन्थे। एक्लोपन उनी सहन सक्दैनथे र यो कुराको मलाई पनि राम्रोसँग थाहा थियो। त्यसपछि आमाले ससुराका लागि केटी खोज्न थालिन्। जब उनले विवाहको सम्बन्ध मिलाउने महिलासँग कुरा गरिन्, त्यस महिलाले एक अचम्मको कुरा गरिन्। तिमी आफ्नी विधवा छोरीको विवाह आफ्नो सम्धीसँग किन गरिदिन्नौ? घरको कुरा घरमै रहन्छ अनि तिम्री छोरीको पनि घर बस्छ। यो कुरा सुनेर आमा झस्किन् र रिसाउँदै भनिन्, तिमी कस्तो कुरा गरिरहेकी छौ? मेरी छोरी मात्र 18 वर्षकी छे, तर मेरो सम्धी 55 वर्षका छन्। त्यस सम्बन्ध मिलाउने महिलाले आमालाई अनौठो नजरले हेरिन् र भनिन्, तिमी अहिलेसम्म आफ्नो सम्धीको लागि उस्तै उमेरका केटीहरू ल्याउँदै आएकी थियौ भने आफ्नी छोरीलाई दिन किन अप्ठ्यारो मान्छौ? तिम्री छोरीको रूपरङ्ग पनि त पुरै कालै छ। उसको पहिलो विवाह पनि धेरै मुस्किलले भएको थियो। दोस्रो श्रीमान पाउन त झनै गाह्रो छ। त्यसैले उसको भविष्य सुरक्षित गर। छिमेकी दिदीले ठाडो कुरा गरेर आमालाई चुप गराइन् र हिँडिन्। तर आमा सोचमा परिन्। जब यो कुरा मलाई थाहा भयो, म रिसले भरिए। मैले भने, आमा कस्तो कुरा गरिरहनु भएको छ? म आफ्नै ससुरासँग विवाह कसरी गर्न सक्छु? आमाले भन्नुभयो, तिम्रो ससुरा त धनमान पनि छन्। मेरो आमा पनि म कम उमेरमा विधवा भएको कुराले चिन्तित हुनुहुन्थ्यो। त्यसमाथि मेरो रूपरङ्ग र कद यस्तै थियो कि नयाँ सम्बन्ध खोज्न गाह्रो पर्थ्यो। आमाको कुरा सुनेर म गहिरो सोचमा परे। धेरै समयदेखि म पनि एक्लोपनले पीडित थिए। एक विवाहित नारी जसले वैवाहिक जीवन बिताइसकेपछि एक्लोपनले सताउँछ र उसलाई एक्लै बाँच्न गाह्रो हुन्छ। उसको इच्छाहरू उसलाई सताइरहन्छन्। त्यही रात जब मैले आफ्नै ससुराको कोठाबाट सासू आमा र ससुराले मादल बजाइरहेको आवाज सुने, म पुरै रात छटपटिएकी थिए। मेरो पनि मन चाहन्थ्यो कि मेरो जीवनमा फेरि कोही प्रवेश गरोस्। धेरै सोच विचार गरेपछि मैले अन्ततः ससुरासँग विवाह गर्ने निर्णय गरे। जब ससुरालाई यो कुरा थाहा भयो, उनी खुसीले पागल भए। उनले भने, यसभन्दा राम्रो अरू के नै हुन सक्छ? अब त ऊ मलाई कहिल्यै छोडेर जाँदिन। आमाले खुसी साथ विवाहको व्यवस्था गर्नुभयो। जब केही छिमेकीहरूलाई यो कुरा थाहा भयो, सबै छक्क परे। सबैलाई थाहा थियो कि उनी मेरो ससुरा हुन्, तर यो सम्बन्ध अजीब र अनौठो लाग्थ्यो। आजसम्म जसलाई मैले ससुरा भनेकी थिएँ, उनी अब मेरा पति बनेका थिए। जब म पहिलो पटक उनको कोठामा पुगे, मलाई भित्रभित्रै एउटा अनौठो डरले सताउन थाल्यो। म सोचिरहेको थिएँ कि ससुरामा धेरै ताकत छ भन्छन् र उनी पहिलो रातमा मेरो के हाल गर्नेछन्, म उनलाई कसरी सहने होला आदि। केही समयपछि ससुराजी कोठामा आएर आलमारीबाट एउटा पोलिथिन निकालेर कुनामा बस्न थाले। यो देखेर म उठेर ससुराको नजिक गएर सोधे, तपाईँ यो के गर्दै हुनुहुन्छ? उनले भने, भुटेका चना छन्, म यो चना खाने गर्छु। ससुराको यो कुरा सुनेर मलाई तत्कालै सासूको कुरा याद आयो, जसमा उनले भनेका थिए कि ससुरा केही नुस्खा प्रयोग गर्छन्। मैले तुरुन्तै ससुराको हातबाट चना भएको पोलिथिन खोसेर भने, तपाईलाई यो खानु आवश्यक छैन। ससुरा रिसाए। उनले पोलिथिन मेरो हातबाट लिएर भने, म बुढो हुँदैछु, मलाई मेरो हेरचाह आफैले गर्नुपर्छ। त्यसपछि उनले चनामा थोरै मिश्री र घिउ मिसाएर त्यो मिश्रणलाई दुधको गिलासमा राखेर मलाई देखाए। केही समयपछि उनले त्यो गिलासको दुध पिए। म निकै घबराइरहेको थिएँ। मलाई यस्तो लागिरहेको थियो कि अब म सासूको जस्तो ससुराको सामु टिक्न सक्दिन। र एकछिनपछि ससुराले मेरो मादल बजाउन थाल्नुभयो। हामी छमछम नाच्न थाल्यौं र मलाई पनि आनन्द आयो। धेरै दिनदेखि मेरो खेत पनि बाजो थियो, तर आज ससुराको बुढो गरुले बेसरी जोत्यो। तर केही समयपछि मेरो डर हराएर गयो। अचम्मको कुरा यो थियो कि सबै कुरा नर्मल नै थियो। ससुरा र मेरो बीच त्यो सबै काम भइरहेको थियो। एकछिनपछि ससुराले मसँग माया गरेर मेरो हात समाएर भने, तिमी थाकिसकेको छौ, एकछिन आराम गर। मेरो ससुराले मलाई कुनै पनि प्रकारको दबाब दिएनन्, न त कुनै सम्बन्धको आशा व्यक्त गरे। बरु उनले मेरो थकानलाई महसुस गरे र मलाई विश्राम गर्न दिनुभयो। केही समयपछि म गहिरो निन्द्रामा सुते। अर्को बिहान सबै कुरा निकै खुसीको थियो। ससुराले मलाई ठूलो रकम दिएर भने, यो तिम्रो भविष्यको सुरक्षाको लागि हो, यसलाई तिम्रो खातामा जम्मा गर्नु, ताकि यदि मलाई केही भएको खण्डमा तिमीलाई कुनै समस्या नपरोस्। यो सुनेर म अलि चिन्तित भएँ र भने, तपाईँ मेरो साथमा हुनुहुन्छ भने मलाई यी पैसाको कुनै आवश्यकता छैन। मेरो कुरा सुनेर ससुराको अनुहारमा खुसी आयो, तर पनि उनले ती पैसाहरू मेरो खातामा जम्मा गर्न दिए। केही दिन अझै बिते, तर मैले ससुरामा कुनै खराब आदत देखिन। उनी धेरै ख्याल राख्ने, शान्त स्वभावका र प्रत्येक सानो आवश्यकताको ध्यान राख्ने व्यक्ति हुनुहुन्थ्यो। हाम्रा बीच एउटा राम्रो र साँचो सम्बन्ध बनिसकेको थियो, तर यसमा पनि उनले कहिल्यै दबाब बनाएनन्। बरु सधैँ मेरो इच्छा अनुसार र मेरो खुसीको बारेमा सोच्थे।
मेरो नजिक आउनु अघि उनी मसँग अनुमति माग्दा म निकै चकित भए, किनकि मैले सोचेको पनि थिएन कि विवाहपछि मेरो ससुरालाई एकदम फरक पाउने छु। त्यसपछि एक दिन मेरो ससुराले मसँग एउटा यस्तो राज खुलासा गरे जसले मेरो होस उडायो। उनी भन्न थाले, मैले आफ्नो सम्पूर्ण जीवन तिम्रो आमासँग बिताएँ। उनले सधैँ साना साना कुराको ख्याल राख्थिन्, त्यसैले मेरो लागि एक्लोपन निकै कठिन थियो। मलाई तिमी जस्तै विश्वासिलो सङ्गिनीको जरुरत थियो। तर जति केटी विवाह गरेर आउँथे उनीहरू मेरो पैसामा मात्र ध्यान दिने गर्थे। जस्तै मैले तिमीलाई तिम्रो भविष्यको लागि पैसा दिए, त्यस्तै मैले मेरी पहिलो श्रीमतीलाई पनि विवाहपछि पैसा दिएको थिएँ। तर उनीहरूलाई लाग्यो कि म चाँडै मर्ने छैन र उनीहरू मेरो सम्पत्तिमा राज गर्न पाउने छैनन्। र केही दिनपछि उनीहरूले धेरै पैसा लिएर मसँग डिभोर्स लिए। उनीहरूले मलाई यति तनाव दिए कि म उनीहरूसँग छुटिन बाध्य भएँ। त्यसपछि उनीहरू आफै कुनै बहानामा मसँग छुटिए र म कहिले उनीहरूलाई फेरि लिन खोजिन, किनकि यस्तो महिला किन साथ राख्ने जसले पैसाको लागि मसँग सम्बन्ध जोड्ने गर्थे। मैले सधैँ यो सोच्दथे कि एक दिन मलाई कुनै राम्रो र साँचो श्रीमती भेटिन्छे जसले मेरो पैसाको लागि होइन, मसँग साँचो माया गर्छ र मेरो साथ जीवन बिताउँछ। तर यस्तो कहिल्यै भएन। हरेक केटीहरू यो सोच्दथे कि म 55 वर्षको बुढो मानिस हुँ र चाँडै मर्ने छु, त्यसैले उनीहरू मेरो पैसाको लागि आउँथे र फेरि डिभोर्स लिएर जान्थे। त्यसपछि जब तिमी मेरो जीवनमा आयौ तब तिमीले मलाई साँचो माया गर्न थाल्यौ, जस्तो मेरो पहिलो पत्नीले गरेको थियो। मैले देखेँ कि तिमीलाई पैसाको कुनै लालच थिएन। मैले तिमीलाई पैसा दिएर यही हेर्न कोसिस गरेँ कि के तिमी मेरो पैसाको लागि त मेरो साथमा छैनौ। तर जब तिमीले पैसा लिन इन्कार गर्यौ तब मेरो खुसीको कुनै ठेगाना रहेन। मलाई थाहा भयो कि अब मेरो जीवन शान्तिपूर्वक चल्नेछ। तिमी मेरो उमेर भन्दा धेरै सानी मेरो छोरी सरह छौ, तर तिमीले प्रमाणित गरिदियौ कि श्रीमान श्रीमतीको सम्बन्धमा उमेरको कुनै महत्व हुँदैन। ससुराको कुराहरू सुनेर म पुरै अचम्मित भएँ। त्यसपछि मैले उनलाई सोधेँ, तपाईँ चना र मिश्री किन खानुहुन्छ? मेरो कुरा सुनेर उहाँ हाँस्नुभयो र भन्नुभयो कि यो एक शक्तिशाली नुस्खा हो। यसले केवल आँखा मात्र होइन, दिलको स्वास्थ्य पनि बलियो बनाउँछ र पुरुषको शक्ति पनि बढाउँछ। तर म यसलाई आफ्ना आँखाको लागि प्रयोग गर्दछु, किनकि समयसँगै मेरा आँखाको रोशनी कमजोर हुँदैछ र म चाहन्छु कि मेरा आँखा खराब नहोस्, त्यसैले म यसलाई प्रत्येक दिन खाने गर्छु। ससुराको यो कुरा सुनेर मेरो अनुहारमा मुस्कान आयो। उनी साँच्चै धेरै राम्रा मान्छे थिए, तर यस घरका अरू व्यक्तिहरूले उनको अनुकम्पको फाइदा उठाउँदै आएका थिए। अब मैले बुझिसके कि जुन महिलाहरू यो घरबाट डिभोर्स लिएर भागेका थिए ती सबै ससुराको पैसा लुटेर गएका हुन् र मेरी आमा त ससुराको पैसाका लागि मात्र घरमा बसिरहिन्। यदि ससुरासँग पैसा नहुने हो भने कि मेरी आमा मेरो ससुराको घरमा बस्न सक्थिन्? अब मैले यो बुझिसके कि यो संसार पैसाको पछाडि दौडाउँछ र जब पैसा हातमा पर्छ तब सम्बन्धको कुनै महत्व रहँदैन। तर मेरा ससुराले मलाई एक श्रीमतीको रूपमा जुन माया दिएका थिए, म आफ्नो ससुरा अर्थात् मेरो श्रीमानलाई कहिले छोड्ने सोच पनि गर्न सक्दिन। आज 55 वर्षका मेरा श्रीमानसँग एक सुखमय जीवन बाँच्दैछु र पूर्ण रूपमा खुसी छु। तक्कै पनि यदि यस समयमा एक राम्रो साथी भेटिन्छ भने त्यो भन्दा ठूलो कुरा केही छैन। उमेरको भिन्नताले मात्र तपाईको दिमागमा असर पार्दछ। यदि व्यक्ति स्वस्थ र शक्तिशाली छ भने उनीहरूले सजिलैसँग एक अर्काका सबै आवश्यकताहरू पूरा गर्न सक्छन्। तर हाम्रो समाजमा पैसा नै सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यदि तपाईसँग पैसा छ भने सम्बन्धको पनि कदर हुन्छ, तर यदि व्यक्ति सामान्य जीवन जिउँदैछ भने उसले सधैँ नै सङ्घर्षमा जिउनु पर्छ। साथीहरू, के तपाईलाई लाग्दैन कि मैले ठिक भनेको छु? कृपया कमेन्ट बक्समा आफ्नो राय शेयर गर्नुहोस् र भिडियोलाई लाइक गर्न नबिर्सिनुहोस् र हाम्रो च्यानल